अन्तर्वार्तामा अनिवार्य सोधिने प्रमुख 7 प्रश्न उत्तर। अन्तर्वार्तामा तपाईले के बोल्नुहुन्छ, त्यसैले तपाईको छानिने वा नछानिने निर्णय हुन्छ। तर एकदमै सोधिने मुख्य प्रश्नहरू जसको जवाब सही तरिकाले दिन सक्नुभयो भने सफलता निश्चित छ। आज हामी तपाईलाई टप 7 अन्तर्वार्ता प्रश्नहरू र तिनको प्रभावशाली उत्तर दिने तरिका बताउँदैछौँ। यो हो करियर अफ नेपाल, करियरको लागि तपाईको भरपर्दो साथी। सबैभन्दा पहिले सोधिने प्रश्न, टेल मी अबाउट योरसेल्फ। आफूलाई चिनाउनुहोस्। यो मौका हो तपाईले आफूलाई आत्मविश्वासका साथ प्रस्तुत गर्ने। उत्तर दिने तरिका, नाम, शैक्षिक योग्यता, पेशागत अनुभव या सिपहरू, आफ्नो उद्देश्य र योगदान दिने इच्छाशक्ति बताउनुहोस्। जस्तै मेरो नाम सञ्जय थापा हो, मैले बीबीएस पूरा गरेको छु र 1 वर्ष एकाउन्टेन्ट एसिस्टेन्टको रूपमा काम गरेको छु। म जिम्मेवार र समयमै काम पूरा गर्न सक्ने व्यक्ति हुँ। दोस्रो प्रश्न, किन तपाईँ यो जागिरको लागि उपयुक्त हुनुहुन्छ? यो प्रश्नमा तपाईले आफ्नो सिप, अनुभव र रुचि मिलाएर उत्तर दिनुपर्छ। उत्तर दिनुस्, म ग्राहक सेवा, बिक्री र टिम वर्कमा अनुभवी छु। तपाईको कम्पनीले खोजिरहनु भएको गुणहरू मसँग छ, त्यसैले म यो पोजिसनमा राम्रो प्रदर्शन गर्न सक्छु। तेस्रो प्रश्न, तपाईको कमजोरी के हो? यो प्रश्न जाल जस्तो लाग्छ, तर तपाईले यसलाई इमानदारी र सकारात्मक सोचले उत्तर दिनुपर्छ। उत्तर दिनुस्, कहिलेकाहीँ म कामप्रति धेरै केन्द्रित हुँदा समयको हिसाबमा चुक्ने गर्छु, तर अहिले मैले टाइम म्यानेजमेन्टमा ध्यान दिन थालेको छु। चौथो प्रश्न, भविष्यमा तपाईँ के बन्न चाहनुहुन्छ? यस प्रश्नले तपाईको लक्ष्य र सोच बुझ्न खोज्छ। उत्तर दिनुस्, आगामी 5 वर्षमा म अनुभव बढाएर तपाईको कम्पनीमा महत्त्वपूर्ण जिम्मेवारी लिन चाहन्छु। पाँचौं प्रश्न, टिममा काम गर्न सक्नुहुन्छ? टिमवर्कको महत्त्व बुझाउनुस्। उत्तर दिनुस्, हो, म टिममा काम गर्न रुचि राख्छु। विगतमा पनि मैले विभिन्न प्रोजेक्टमा सहकार्य गरेर उत्कृष्ट नतिजा ल्याएको छु। छैटौं प्रश्न, तपाईको बलियो पक्ष के हो? तपाईका सिपहरू उजागर गर्नुस्। उत्तर दिनुस्, म आत्मअनुशासित, जिम्मेवार र इमान्दार छु। म प्रत्येक कामलाई आफ्नो जिम्मेवारी मानेर पूरा गर्दछु। सातौं प्रश्न, अन्त्यमा तपाईँ हामीलाई के भन्न चाहनुहुन्छ? यो तपाईको अन्तिम प्रभाव जमाउने मौका हो। उत्तर दिनुस्, म यो कम्पनीमा काम गर्न पाउँदा गौरव महसुस गर्नेछु। म यो जिम्मेवारीलाई इमान्दारिता, निष्ठा र लगनका साथ पूरा गर्नेछु। धन्यवाद। यी प्रश्नहरूको तयारी गर्नुभयो भने तपाईँ आत्मविश्वासका साथ कुनै पनि अन्तर्वार्ता पास गर्न सक्नुहुन्छ। यदि तपाईलाई यो भिडियो उपयोगी लाग्यो भने लाइक गर्नुस्, कमेन्टमा तपाईलाई अन्य कुन प्रश्न कठिन लाग्छ भन्नुस् र करियर अफ नेपाललाई सब्स्क्राइब गर्न नबिर्सनुस्। तपाईको करियरको सहयात्री, करियर अफ नेपाल। नमस्कार।